皆さん、こんにちは。お元気ですか? सुन्दै हुनुहुन्छ? आज चाहिँ म हजुरहरूलाई जापानिज ल्याङ्ग्वेजमा फ्यामिलीको बारेमा सिकाउँछु। हामीले जापानिज ल्याङ्ग्वेजमा फ्यामिलीहरूलाई आफ्नो फ्यामिली र अरूको फ्यामिली गरी दुई प्रकारले पढिन्छ हैन। आफ्नो फ्यामिलीलाई हामीले आफ्नो रिलेटिभ्सलाई शिन्सेकी भनिन्छ भने अरूको रिलेटिभ्स अर्थात् आफ्नो घरभन्दा बाहिरको साथी अथवा अरू कसैको फ्यामिलीलाई हामी रिलेटिभ्सलाई हामी सेम नै भनिन्छ भने फ्यामिलीलाई खाजोकु भनिन्छ भने अरूको फ्यामिलीलाई गो खाजोकु भनिन्छ। प्यारेन्ट्सलाई र्योसिन र अरूको प्यारेन्ट्सलाई गो र्योसिन। ग्रान्डफादरलाई सोफु भनिन्छ भने अरूको ग्रान्डफादरलाई ओजिसान भनिन्छ। अनि ग्रान्ड मदरलाई सोबो भनिन्छ आफ्नो ग्रान्ड मदरलाई, अनि अरूको ग्रान्ड मदरलाई ओबा सान भनिन्छ है। ओबा आ पनि हुन्छ है उच्चारणमा ओबा सान भनिन्छ। अनि फादरलाई चिची भनिन्छ भने आफ्नो फादरलाई चिची, अरूको फादरलाई ओतौ सान र मदरलाई हाहा र अरूको मदरलाई ओखा सान। अनि अङ्कललाई ओजी, आफ्नो अङ्कललाई अनि अरूको अङ्कललाई हामी ओजी सान भनिन्छ। आफ्नो आन्टीलाई ओबा भनिन्छ भने अरूको आन्टीलाई ओबा सान भनिन्छ। आफ्नो इल्डर ब्रदर दाइलाई हामी आनी भनिन्छ भने अरूको दाइलाई हामी ओनी सान भनिन्छ। ओनी सान हुन्छ है। अनि इल्डर सिस्टर दिदीलाई हामी आने भनिन्छ भने अनि अरूको दिदीहरूलाई हामी ओने सान भनिन्छ। यसै गरी हाम्रो भाइ बहिनी, हस्बेन्ड वाइफहरू, दाजु बहिनी यस्तै जति पनि हुनुहुन्छ रिलेटिभ्सहरू उहाँहरूलाई हामी अझै पनि अरूको तरिकाले भनिन्छ। यस्तै अर्को भिडियोमा लिएर आउनेछु। आजलाई चाहिँ यति नै गरौँ है त। सबैजनालाई धन्यवाद। दोमो आरिगातो गोजाइमासु।